guys, welcome to another video. Today I'm here to see your तपाईहरुले इंग्लिश बुझेको यहाँ चाहिँ हामी चाहिँ चप बनाउन रेडी हुँदै छौं यहाँ चाहिँ पछाडी हेर्नु भिडियो सहित यहाँ चाहिँ ठेसा लागिरहेछ अनि यहाँ हामी चाहिँ फुल खतरा सँग यहाँ चाहिँ हामी भिडियो बनाउँदै छौं तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ ए आज चप देखि सक्नुहुन्छ यहाँ यहाँ पर त्यो व्हाट इज दैट त्यहाँ भएको ठाउँ छ यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ आलु चप पाक्दै छ बनाउने मान्छेहरु हेर्न सक्नुहुन्छ गाइस चाहिँ आलु चप बनाउने वाला एउटा आलु चप हेल्पर खादै हुनुहुन्छ खाने हेर्न सक्नुहुन्छ गाइस आलु चप यो भित्र उता भित्र पुर्याउ त लु मासु पनि हालेको छ गाइस अलिकति यो पनि भित्र पुर्याउ सत्यम ल्याउ सत्यम त आलु चप यो घरमा नाम राख आलु चप चाहिँ साह्रै मिठो हुन्छ अरे गाइस आलु पनि देखाइदेऊ त आलु पनि देखाइदेऊ त सक्नुहुन्छ यहाँ आलु हेर्नु आलु यहाँ आलु किन्नु छ भने चाहिँ हाम्रो घरमा आउनु होला गाइस फ्रीको आलु मिल्छ सक्नुहुन्छ सिङ्की बनाएर राख्नुहुन्छ अचार यस्तो मिठो अचार बनाउँछु नि गाइस म चाहिँ सिङ्की वाली यो गाइस अचार वाली भन्नु पर्थ्यो मिस्टेक भयो गाइस हामीहरूले फेरि हामी घुमेर कलवाडन भएको ठाउँमा घुम्यौं अब हामी यहाँ एकछिन बसिरहेको छौँ गाइस आफै गल्यो हामी फेरि जाउँ हामी खेत जाउँ हामी चाहिँ अब खेत जान आँटेको गाइस यहाँ चाहिँ हाम्रो यामाहा छ यामाहा बार्सा मड्रिड सक्नुहुन्छ हाम्रो कुखुराहरू तपाईहरुले देख्नु भएको छैन हाम्रो कुखुराहरू गाइस हामी चाहिँ अब जाम फेरि यहाँ चाहिँ बोट छ सक्नुहुन्छ तपाईहरुलाई म एउटा भिडियो देखाउँछु ल देख्नुभयो गाइस कस्तो खतरा फेरि यही बाटो हामी जान्छौँ खेत बाई बाई अब हामी खेतमा पुग्यौँ सो गाइस हामी चाहिँ खेतमा आइपुग्यौँ हाम्रो खेत छ यहाँ मान्छेहरू काम गर्छन् यहाँ खेत देख्नुभयो चाहिँ हाम्रो खेत हो गाइस अब हामी घर पुगेपछि गफ गरौँ सो गाइस हामी चाहिँ घर आइपुग्यौँ बेला केको अचार बनाउनु भएको गाइस म कस्तो दामी बनाउँछु अचार काकालाई मनपर्छ आउनु होला केको अचार यो चाहिँ सिङ्कीको अचार हो 100 रुपैयाँ एउटा चाना त्यस्तो म फ्रीमै दिन्छु घरमा आउने पाहुनालाई तपाईहरु पनि खाने आउनु होला नखानुहुन्छ र चाहिँ हाम्रो गुलेल छ खतरा मान्छे हो राति खाजा खाने बानी राति तेरो गात अड्किँदैन त यहाँ बट्टा चाहिएको छ अरे
खाने भएको छ बट्टा लिएर आउनु अरे बट्टा अभाव भएको छ आज भिडियो चाहिँ अन्तिम गरौँ होला एकचोटि हाम्रो कलवाडनको फेस देखाएर